गन्ती 6 को 24, 25 अनि 26 हाम्रो भान्जीको लागि म घोषणा गरिदिँदैछु। परमप्रभुले तिमीलाई आशिष देऊन् र तिमीलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीमाथि चम्काउन् र तिमीलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीलाई शान्ति देऊन्। तपाईले भन्नु आमेन। आउनुहोस् हामी सबैजना मिलेर भान्जीको लागि प्रार्थना गर्नेछौँ। अनि हाम्रो दिदीले अनि यहाँ ज्वाइँले त्यहाँ श्रीमानको हात शिरमा हुनु जरुरी छ। अनि म पनि प्रार्थना गरिदिन्छु। अनि हामी सबैजनाले हात यता फर्काउँ। अनि हाम्रो भान्जीको 30 पुगेर 31 लाग्दै गर्दाखेरि स्वर्गको परमेश्वरले उहाँको अभिप्राय उहाँको योजनाहरू चाहिँ स्वर्गको जीवनबाट कम्प्लिटली पुरा होस् भनिकन प्रार्थना गर्नेछौँ। आउनुहोस् हामी सबैजना मिलेर भान्जीको लागि प्रार्थना गरौँ। महिमाको राजा हामी तपाईँलाई धन्यवाद 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 दिन्छौँ। यतिखेर नासरत येशूको नाउँमा परमेश्वर तपाईँको शरीरको लागि हामी आशिष बोल्छौँ। तपाईँ परमेश्वरले आफ्नो शरीरमाथि तपाईँको चेहरा प्रकाश पार्नु भएको होस् भनिकन हामी आशिष बोल्छौँ। तपाईँ परमेश्वरको सामर्थ्य तपाईँको शक्ति तपाईँको अभिप्राय शरीरको जीवनमा प्रकट हुनेछ। तपाईँको स्वर्गको उद्देश्य बोल्दछ परमेश्वर। परिवारको आशिष, श्रीमानको आशिष, परमेश्वरको आशिष, अगुवाको आशिष यो शरीरको जीवनमा शिरदेखि पाउसम्म हामी घोषणा 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 गर्छौँ। प्रभु जो तपाईँमा आशिषित छ संसारमा आशिषित छ। जो तपाईँमा आदरणीय छ संसारमा तपाईँले आदरको योग्य बनाउनुहुन्छ। अनि प्रभु तपाईँको शरीरलाई तपाईँले मान सम्मान इज्जत धन र दौलत दिनुहुन्छ। अनि तपाईँ परमेश्वरले प्रभु हरेक वर्षहरू प्रभु आशिषमय वर्ष बनाउनुहुनेछ। तपाईँ परमेश्वरमा सम्झना लायक वर्ष जिउनलाई तपाईँले आफ्नो शरीरलाई सहायता हुनुहुनेछ। तपाईँको वचनले भने जस्तो तपाईँले आफ्नो शरीरलाई आशिषित रूपमा बुद्धिमती रूपमा आफ्नो आयु गन्ती गर्न सहायता गर्नुहुनेछ। अनि जुन दिनसम्म तपाईँले आफ्नो शरीरलाई पृथ्वीमा राख्नुहुन्छ तपाईँको बोलावट तपाईँको शरीरलाई पुरा गर्नुहुनेछ। यो आशिषलाई घोषणा गर्छौँ येशू तपाईँको नाउँद्वारा आमेन। छोटो प्रार्थना र प्रभु हामी केकको लागि पनि आशिष बोल्छौँ। तपाईँ परमेश्वरको आशिष प्रशस्त भएको होस्। केक जसरी मिठास छ तपाईँको शरीरको जीवन उसरी नै मिठास भएको होस् येशूको नाउँद्वारा आमेन। ल ल अब लाइटनिङहरू के कसो गर्नु सबै गर्नु। अनि भान्जीले केक अनि सबैले ह्याप्पी बर्थडे हामी भन्नु ल। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। मे गॉड ब्लेस यू, मे गॉड ब्लेस यू, मे गॉड ब्लेस यू। भान्जी अर्पणा ह्याप्पी बर्थडे टु यु। God bless you and keep you. Look, I know. Felix, wait, no, wait for Felix. Baby, let's have अन्तिम प्रार्थना गरौँ ल। प्रभु हामी धन्यवाद दिन्छौँ आजको सानो सेवा आज त मदर्स डे पनि रहेछ फेरि। मदर्स डे
मलाई आउनु पर्ने छोरीले कति वर्ष पुग्नु भयो म होइन नि छोरी छोरी त अब ठ्याक्कै 30 वर्ष चाहिँ पुग्यो ठ्याक्कै 30 पुगेर 31 लाग्यो ए लु म बोल्नु पर्यो अन्तिममा यहाँ सबैजनालाई जय मसी तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद तपाईहरुको उपस्थिति मेरो लागि एकदमै प्रिसियस छ धन्यवाद बढी ल तपाईहरु सबैजना आइदिनु भयो तपाईहरु सबैजनालाई धन्यवाद है जय मसी आइदिनु भयो धन्यवाद एकदम खुसी लाग्यो सबैजना आउनु भयो रबिना इन्ट्रेस्टिङ तरिकाले दियो धन्यवाद के राम्रो आयो यो चाहिँ कसको खासमा मन त सानो हजुर जग्गा कति पर्छ है जग्गा कति पर्छ त्यहाँ जग्गा आफ्नो ए यसले बाइट त हानिदिँदैन होला जिम्मेली मुस्कान गाडीहरुलाई Oh my goodness! मैले नदिएको गिफ्ट कसले दियो भनिन्छ दाइले मन मने मैले मात्र गिफ्ट प्याड दिए सोचिरहेको थिएँ के हो मैले बोकेर ल्याउनु सोधेँ बोकेर गुची गुची
त्यो त गुच्चीको होला दाइलाई वाह ज्याक्सन दाइलाई होइन टी सर्ट सँगै सँगै हिँड्छौ दोकानबाट कोटा कोटा याद गरिरहेको भेनालाई भन्दा काम लाग्छ यो नाना अरु के पनि हैन चकलेट चाहिँ बाडिहालौँ त करुवाहरू खोइ पानी खानु सुट ब्ल्याक सुट ब्ल्याक छोरीको नि त टिलिकट सेतो वाला राम्रो हिँड्छ त राम्रो हुन्छ नि ठिक छ राम्रो सक्यो टाटा ह्याप्पी क्रिसमस यत्रो डाइपरसँग